बोल्नु नमस्कार आदरणीय श्रोताहरू, अहिले यो गैंडाकोट नगरपालिकाको वार्ड नम्बर 9 स्थित हनुमान मन्दिर हनुमान जयन्तीको अवसरमा हामीले श्रीरामका भक्त जय हनुमानजीको आज जयन्तीको अवसरमा हामी सबैजना यहाँ हिन्दू धर्मावलम्बीहरू वैदिक सनातनी धर्मावलम्बीहरू सबैजना उपस्थित भएका छौँ। हामी गैंडाकोट नगरवासीहरूलाई अब यो देशमा वैदिक सनातन सहितको हिन्दू राज्य आवश्यक छ, राज संस्था आवश्यक छ। यो देशमा एमाले कांग्रेस माओवादी अहिले मिलेर बसेको यो गणतन्त्रको व्यवस्था यो जनताका लागि नागरिकका लागि भारी भयो। अहिले भइरहेको जुन चैत 15 गतेको घटनाक्रमपछि अहिले आउँदै गर्दा दुर्गा प्रसाईलाई हिजो मात्रै गिरफ्तार गरियो र अन्य नेताहरूलाई पनि अहिले हिरासतमा राखेर राजद्रोहको मुद्दा चलाइँदैछ। खबरदार भिजिलेन्टीहरू, खबरदार दलालीहरू, खबरदार तस्करीहरू, खबरदार ज्यानमाराहरू, खबरदार अपराधीहरू। यो देशमा साँच्चै नागरिकको तिमीहरू प्रधानमन्त्री हौ भने, नागरिकका नेता हौ भने तिमीहरू यो देशमा भएका 2 करोड 90 लाख नेपालीको चाहना, इच्छा, उनीहरूको आकांक्षा तपाईहरुले पूरा गर्नुभयो कि गर्नु भएन त्यो तपाईहरुलाई हेक्का होस्। तपाईहरुले पटक पटक देशमा व्यवस्था बदल्नुभयो तर नागरिकको अवस्था बदल्न सक्नु भएन। व्यवस्था बदल्नुभयो, नागरिकको घाँसबास कपासमा चाहिँ नि पूरा ल्याउन सक्नु भएन। यो देशमा भएका तमाम नागरिकहरूले अहिले पनि आक्रान्त छन्, सडकमा आइसके भनिरहेका छन् कि यो व्यवस्थाले हामीलाई टुरो बनायो, यो व्यवस्थाले हामीलाई हिमाल पहाड तराई खाली बनायो। यो देशमा केही चुल्ठे मुन्द्रे दादागिरीहरूले यो देश चलाएर भ्रमको सिर्जना गरेर अरबौं रुपियाँ लुटको धन्दा चलाइरहेका छन्। तपाईहरुलाई मैले पटक पटक भिडियोहरुमा भनिरहेको छु, अरू काण्डमा कति कति पैसा जम्मा गरेर व्यवस्थाका नाउँमा नागरिकलाई भोट ब्याङ्क बनाएर बलिको बोको बनाएर अझै पनि विचारको खेती गर्ने र अझै पनि बजाएर सत्तामा जान पाइन्छ भन्ने खालको दुसास अब यी पार्टीका नेताहरूले यो सरकारले नगर्दा हुन्छ। ओलीजी, अब तपाईहरु टिक्रामबाजी गरेर अझै पनि जेल हाल्ने काम, कस्टडीमा हाल्ने काम तपाईले गर्नुभयो भने दिवा सपना हो। हाम्रो 7 गतेबाट विशाल काठमाडौँ केन्द्रित आन्दोलन छ, 21 गतेबाट जेल भर आन्दोलन छ। यो जेल भर आन्दोलनमा तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू देशभरिबाट अब वैदिक सनातन सहितको हिन्दू राज्य स्थापनाका लागि तपाईहरु सबैजना काठमाडौँ आएर अब यो आन्दोलनमा शान्तिपूर्ण आन्दोलनबाट हामी यो व्यवस्था पल्टाएर देशमा राष्ट्र संस्था पुनर्स्थापना गर्ने तयारीमा तपाईँ हामी जुटौँ, लागौँ। कोही कसैले तपाईहरुलाई फेरि मन मस्तिष्क, फेरि तपाईहरुलाई कसैले भजाएको भरमा, फेरि तपाईहरुलाई कसैले केही दिएको भरमा भोलि वडा अध्यक्ष दिन्छु, मेयर दिन्छु, सांसद दिन्छु, तपाईहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउँछु भन्ने खालका जुन टिक्रामबाजी गरेर लालीपप छर्ने काम यदि कार्यकर्तालाई गरिन्छ भने यो अब कार्यकर्ताले सहनेवाला छैनन्। कोही यिनीहरूका कार्यकर्ता छैनन्, कोही कसैका झोले हुन चाहन्नन्। अब यो देशका साच्चा नागरिक, देशभक्त र राष्ट्रभक्त इमानदार नेपाली भएर बाँच्न चाहन्छ। अब नेपाली तिमीहरूका विरुद्ध 70 साल चाहिँ उभिएर अब सडकमा अब आन्दोलन गरेर तिमीहरूको यो व्यवस्था पल्टाएर अब नारायण हिटीमा राजालाई ल्याएर श्रीपेश लगाएर वैदिक सनातन सहितको हिन्दू राज्य स्थापना गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको मोडलमा अब हामी जान्छौँ। यो लेखिराख, एक दिन दुर्गा प्रसाई यो देशको हिरो बन्छ, नागरिकको सरकार बन्छ। अर्थात् दुर्गा प्रसाई नभने दुर्गा प्रसाईले अरू कसैलाई पनि यो देशको सत्ता सम्हाल्ने अथोरिटी देला। यस कारण पनि हामी अहिले नागरिक बचाउ अभियानमा लागिरहेका छौँ। सबै राष्ट्रवादीहरू राप्रपा नेपाल, केशरबहादुर विष्ट, बालकृष्ण नेउपाने को हुनुहुन्छ तपाईहरु सबैजना अब राष्ट्रिय झण्डा मुनि, पार्टीको झण्डा होइन, राष्ट्रिय झण्डा मुनि आएर यो व्यवस्थाका विरुद्ध तपाईँ हामी सबै लागौँ र अब यो देशभूमि, तपभूमि, सीता, बुद्ध, सगरमाथाको देशलाई बचाउनका निम्ति तपाईँ हामी सबै जुटौँ, लागौँ भन्दै मैले आज हनुमान जयन्तीको अवसरमा हनुमानले शक्ति दिएर हामी बजरङ्ग बलीको शक्ति लिएर अब यो व्यवस्थाका विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा जाँदैछौँ। सबै देशभरिका साथीहरू, विदेशमा रहेका साथीहरूले सेयर र लाइक गरेर यो व्यवस्थाका विरुद्ध तपाईँ हामी लाग्नुहोस् भन्ने कुरा राख्दै मैले आफ्नो भनाइहरू यही जान्छौँ। जय नागरिक, जय राष्ट्रवाद, जय बजरङ्ग बली, जय श्रीराम, जय हनुमान।